राप्ती समाज दक्षिण कोरियाका अध्यक्ष आदरणीय प्रभावशाली व्यक्तित्व अमृत केसीज्यूलाई कृपया सबैले जोरदार तालीका साथ उहाँलाई स्वागत गरौँ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यसैगरी आजको यो साधारण सभामा सभाध्यक्षताको आसन ग्रहण गरिरहनुभएका कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष धर्मराज ज्यू, यसैगरी प्रमुख अतिथिको आसन ग्रहण गरिरहनुभएका नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरिप्रसाद खनालज्यू, यसैगरी विशिष्ट अतिथिको आसन ग्रहण गरिरहनुभएका प्रदेश स्तरीय अध्यक्षज्यूहरू लगायत विभिन्न राजनीतिक दलका प्रभाव सङ्गठनका अध्यक्षज्यूहरू लगायत जिल्लाका सङ्घ संस्थाका अध्यक्षज्यूहरू लगायत सम्पूर्ण आजको यो साधारण सभामा यो हलभित्रसम्म उपस्थित हुनुभएका तपाईँ सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र राप्ती समाज दक्षिण कोरियाको तर्फबाट स्वीकार कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आज यो साधारण सभा चलिरहँदा कर्णाली प्रदेश आफैमा ठुलो प्रदेश पनि हो, 10वटा जिल्लाहरूमा प्रतिनिधित्व गरेर गठन भएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाको उपस्थिति तपाईँ हामीले देखिरहेका छौँ। अलिकति कम उपस्थित भइरहेको छ। जहाँ पनि तपाईँ हामीले भाषण गरिरहनु पर्ने र तपाईँहरूलाई पछाडि बसेर सुनिराख्नु पर्ने एक किसिमको झन्झटिलो त्यो वातावरण थाहा छ मलाई। म पनि त्यो ठाउँमा बसेर सुनिरहँदा मलाई पनि सेम त्यस्तै लाग्छ। तर पनि एउटा संस्थाको नेतृत्व गरिरहँदाखेरि त्यो किसिमको नेतृत्वदायी भूमिकाले चाहिँ अगाडि गएर बोल्ने जहिले पनि गर्नै पर्छ र त्यो बाध्यात्मक अवस्था भएको भएर पनि अगाडि बोलिरहनुपर्छ। त्यस कारण पनि म धेरै बोल्न चाहदिनँ। धेरै कुराहरू आइसकेका छन्। कर्णाली प्रदेश समाज दक्षिण कोरियासँग राप्ती समाज दक्षिण कोरियाले मिठो सहकार्य गरिरहेको छ। आगामी दिनहरूमा पनि कर्णाली प्रदेश समाजसँग राप्ती समाजले मिठो सहकार्य गर्दै अगाडि बढिरहनेछौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र कर्णाली प्रदेश समाज दक्षिण कोरियाले एउटा इतिहास र विरासत रचेको छ। दक्षिण कोरियामा योभन्दा अगाडि कर्णाली प्रदेश समाज दक्षिण कोरियाको स्थापना कालदेखि दक्षिण कोरियामा कुनै पनि ठुलो सांगीतिक कार्यक्रम आयोजना भएका थिएन। यो कार्य समितिले आफ्नो कार्यकालमा चाहिँ एउटा इतिहास रचेको छ। अब आउने पछिका कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अब आउने भावी कार्य समितिहरूलाई पनि एक किसिमको चुनौती चाहिँ छ। हामीभन्दा अगाडिको कार्य समितिले चाहिँ रारा साङ्गीतिक सौगात भाग आयोजना गरेको थियो। हामीले पनि केही चाहिँ गर्नुपर्छ भन्ने किसिमको अब आउने नेतृत्वहरूलाई पनि एक किसिमको चुनौती चाहिँ छ। म तपाईँहरू सम्पूर्ण धेरै जस्तो त हामी विभिन्न संस्थाका नेतृत्व प्रदान गर्छ। तपाईँहरूको कुरा धेरै ठाउँमा तपाईँ सुनिसकेको छु। मेरा कुराहरू पनि तपाईँले धेरै ठाउँमा सुनिसक्नु भएको छ। त्यस कारण पनि यहाँ धेरै नयाँ थप कुराहरू केही गर्नुपर्ने छैन। तपाईँ हामीका प्रवासमा छौँ, दुःख आइपर्छ, अप्ठ्यारो आइपर्छ। कुनै पनि सङ्घ संस्थाले दुःख अप्ठ्यारोमा परेका सम्पूर्ण व्यक्तित्वहरूलाई चाहिँ सहयोग गरिदिने हो। प्रवासमा तपाईँ हाम्रो आफ्नै परिवार हुँदैन, तपाईँ हामी परिवार जस्तै भएर बस्नुपर्छ। त्यस कारण पनि संस्थाप्रतिको अलिकति नेगेटिभ धारणा सिर्जना भएको छ। तपाईँ हामीले नेतृत्वमा भएकै व्यक्तित्वहरूले चाहिँ नयाँ परिवेशीहरूलाई त्यो किसिमको संस्थाको महत्त्व र संस्था किन आवश्यक पर्छ प्रवासमा भन्ने कुराहरूलाई अलिकति बढी फोकस गरिदिनु होला। त्यस्तो गर्न सकियो भने चाहिँ तपाईँ हामीले बलियो पनि हुन्छ र प्रवासमा तपाईँ हामी मात्रै कसैलाई दुःख अप्ठ्यारो आइपर्दाखेरि पनि सहयोगको राहत पाउन सकिन्छ। र त्यसले गर्दाखेरि चाहिँ हामी प्रवासमा भए तापनि पारिवारिक वातावरणमा आफ्नो जीवनयापन गर्न सक्नेछ भन्ने आशा लिएको छु। र अन्तिममा यो आजको साधारण सभाको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। र अझै पनि यो कार्य समितिको कार्यकाल बाँकी नै छ। आगामी दिनहरूमा पनि योभन्दा पनि अझ उत्कृष्ट कामहरू गर्दै जानुहोस्। तपाईँहरूका प्रगति विवरणहरू, आर्थिक प्रतिवेदनहरू सबै हामीले यो मञ्चमा बसेर सुनिसकेका छौँ। उल्लेखनीय तपाईँहरूले उपलब्धि हासिल गर्नुभएको छ। आगामी दिनहरूमा पनि योभन्दा बेस्ट जहिले पनि राम्रो भन्दा पनि राम्रो गर्न सक्ने ठाउँ चाहिँ पनि बाँकी रहन्छ। योभन्दा पनि राम्रो गर्नुहोला भन्ने मेरो शुभकामना व्यक्त गर्दै मेरो 2 कुरा यही अन्त्य गर्न चाहन्छु। नमस्कार।